हेलो एभ्रिवान, सबैलाई वेलकम छ मेरो मिनी ब्लगमा। आजको दिनमा चाहिँ म देखाउँछु मेरो बहिनीहरू चाहिँ जम्मा नेपाल गएको थियो, उनीहरू के कसरी चाहिँ दिनमा के गर्दो रहेछ भनेर। र उनीहरूको सुरुवात चाहिँ हुन्छ घाँस कटाइसँग। हाम्रो त यहाँ इन्डियामा खाजा हुन्छ अनि काममा जान्छ, यहाँ चाहिँ यिनीहरूको पहिला घाँस कटाइ हुन्छ। यो मेरो बहिनी यस्तो जङ्गलदेखि त्यहाँ पुगेको, म चाहिँ सकिनँ क्या डरले, किनकि स्लिपरी थियो अनि मलाई चाहिँ हिँड्ने बानी थिएन। अनि त्यही भएर म चाहिँ यतै टोलिँदै आफू उयो ब्लग बनाउनुलाई भिडियोजहरू लिँदै बसिरहेको थियो हो। अनि यो उनीहरूको देवी थानहरू, यो खोल्साहरू अरे होइन। यहाँ चाहिँ उनीहरूले घाँस काट्छ बर्खा मासतिर छेउछेउको, अनि कोही कोही बेला चाहिँ टाढो टाढो भएर त्यो मेरो बहिनी त्यहाँ बसिरहेछ, म चाहिँ भिडियो बनाउँदै। यो चाहिँ काठमाडौँको हल्का गार्डन देखिरहेछ। अन्त यहाँ जाँदा जाँदा यो भ्युजहरू पनि तपाईँले देख्न सक्छ। मेरो दिदीले यो रुख टमाटरको बोट हो र यसमा मजाले फलिरहेछ रुख टमाटर, र साइडमा एभोकाडोको बोट पनि छ है। यहाँ हेर्नुहोस् है, एकदमै राम्रो भर्खरै कोपिला लागिरहेछ हो। यो भिडियो चाहिँ पहिला नै लिएको, तर अब त्यहाँबाट आएर चाहिँ बनाएको, किनकि त्यहाँनिर इलेक्ट्रिसहरू एक्चुअलीमा इन्टरनेटहरू चाहिँ राम्ररी अभाइलेबल थिएन, ठिक छ, नेटवर्क्सहरू। यो चाहिँ हेर्नुहोस् न, मेरो निनी चाहिँ काम गर्दै थियो त्यहाँनिर, मैले लिएको। निनीले भन्दै थियो नगरे नगर भनेर। यहाँ हाम्रो मम्मी चाहिँ एकदम तयार भइरहेको छ है घाँस काट्नलाई हो। अब एक्चुअलमा घाँस काट्दैछ कि एक्टिङ गर्दैछ तपाईँ भन्नुहोस् ल गाइस मलाई। अनि साइडमा हेर्नु भएको छ, यो मौरीको गुँड हो क्या यहाँनिर। मेरो मम्मीले फुल फ्लेक्स गरिरहेछ हो। दिदीले साइडमा मेरो मलाई चाहिँ नलिएर आएछ भिडियोमा भन्दै थियो। अन्त हो तर पनि आइरहेछ, उता कराइरहेछ, म चाहिँ भिडियो बनाइरहेछु हो। अब हेर्नुहोस् न, यति बेला भोइस ओभर गर्दाखेरि यताउता कुकुर पनि भुकिरहेको हुन्छ, के गर्नु अब यस्तै छ। यहाँनिर हेर्नुहोस्, यस्तो हुन्छ पाहाडमा मान्छेहरू कसरी बस्छ के गर्छ भनेर हल्का सानो टुर है। अनि यो चाहिँ उनीहरूको वस्तु राख्ने ठाउँहरू हो होइन। अनि यहाँनिर आयो मेरो बहिनी आयो है घाँस लिएर, उता माथि दिदी काट्दैछ, मम्मीले उहाँलाई सघाउनु हुँदैछ। उसले चाहिँ क्या भिडियोमा नहोस् भनेर भाग्यो त्यहाँलाई कत्रो ठुलो, हेर्दा त सानै छ तर कत्रो ठुलो उयो गर्छ। अब हाम्रो मम्मीको पारी ड्यान मेरो मम्मी आयो घाँस काटेर। अब त ल गाइस कमेन्ट गरौँ है, मेरो मम्मीले साँच्चीमा घाँस काटेको हो कि यतिकै एक्टिङ पारेको, कमेन्टमा भन्नु है। मेरो मम्मीले देख्नु भएको छ, मेरो मम्मीले भाइरल ड्रेसमा है यस्तो हो। यहाँनिर अब टक्कै लगेर त्यहाँ साइडमा राख्छ। अनि भरे एक्चुली बिहान दिइसकेको छ, यो चाहिँ भरे बेलुकाको लागि चाहिँ काटेर राखिरहेको। मेरो मम्मी थाक्यो अरे हो, अन्त त्यही भएर मम्मीले यहाँनिर बताउँदैछ मलाई। र गाइज अब पनि अझै भिडियोहरू छ मलाई एडिट गर्नु बाँकी नै छ। सो टिल देन थ्याङ्क्स फर वाचिङ, आई लभ यु अल, प्लिज लाइक एन्ड सब्सक्राइब माई च्यानल, थ्याङ्क यू।